आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको यो लोकोक्ति नेपाली समाजमा सायद असान्दर्भिक भइसक्यो क्यारे। नत्र अहिले आगो ताप्ने मुढा नै पाइन्छ, न त बुढाबुढीको कुरा सुन्ने फुर्सदै कसैलाई छ। सरकारले समेत 58 वर्ष उमेर पुगेपछि अब तिम्रो उपयोगिता सकियो, घरै बस भनेर अवकाश दिन्छ नेपालमा। तर अवसर पाए भने 78 वर्षसम्म पनि देशको प्रभावकारी सेवा गरेका धेरै उदाहरण हामीसँग छन् र जसमध्ये एक हुनुहुन्छ 78 वर्षमा नेपालको राजदूत भएर प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी सम्हालेर आउनुभएका नीलाम्बर आचार्य। म त्यस बेला 75 वर्षको थिएँ। 77-78 वर्ष हुँदाखेरि फिर्ता आएँ। 77-78 वर्ष भयो नि फिर्ता आउँदाखेरि त्यो हो। तर चाहिने मेरो उमेरले कुनै बाधा दिए होइन। म युवक नै थिएँ, करिब 52 वर्षको थिएँ त्यस बेला, श्रीलङ्काको राजदूत हुँदाखेरि। त्यसैले मलाई त्यो अप्ठ्यारो परेन। जब तपाईँले कुनै कुरा पनि सिक्न चाहनुहुन्न, जान्न चाहनुहुन्न, जान्ने इच्छा र सिक्ने इच्छालाई जब तपाईँले चाहिने परित्याग गर्नुहुन्छ, तब वृद्धावस्था सुरु हुन्छ। त्यसैले तपाईले सिक्दासम्म, जान्दासम्म, जिज्ञासा राख्दासम्म तपाईँ त सक्रिय भइराख्नुहुन्छ नि। युरोप तथा अमेरिकामा एकाङ्की परिवार तथा कामको व्यस्तता लगायतका कारणले मानिसहरू एक्लोपनाको शिकार भइरहेको परिप्रेक्ष्यमा अत्यन्त प्रतिस्पर्धात्मक अवस्था तथा एकजनाको भरमा परिवार नचल्ने तथा देशभित्र रोजगारीको अवसरको कमीको कारणले गर्दा धेरै युवाहरू विदेशिनु परिरहेको कारणले गर्दा नेपाली समाज समेत संयुक्त परिवारबाट टुक्राउँदैछ अनि एकात्मक परिवारतर्फ लम्केको छ। यो संयुक्त र एकात्मकको बीचमा थुप्रै सेतु भत्किएका छन्, ज्येष्ठ नागरिकको आशाको, भरोसाको अनि विश्वासको। 30 वर्षको त्यो ज्ञान अनुभव बाँड्ने कुनै मञ्च ज्येष्ठ नागरिकले पाएका भए राज्यलाई फाइदै हुन्थ्यो होला। राज्यले ज्येष्ठ नागरिकको ज्ञान र सिप उपभोग गरेर कसरी फाइदा लिन सक्छ र यसले ज्येष्ठ नागरिकहरूलाई कसरी आत्मसम्मान मिल्छ भन्ने बारेमा पूर्व सचिव खेमराज रेग्मीको विचार यस्तो रहेको छ। जुन मात्रामा पूर्व सचिवहरू जो वास्तवमा विभिन्न क्षेत्रमा चाहिँ काम गरेर अनुभव चाहिँ बटुलेर भनौँ न 20औं वर्ष चाहिँ उनीहरूले बिताएका छन्, उनीहरूको चाहिँ सही सलामत काम लिन सकेको अवस्था छैन। सरकारले उनीहरूलाई चाहिँ लुज फोरमै बनाइदिए पनि हुन्छ, तर त्यो सरकारले बनाइदिनु पर्यो। ज्येष्ठ नागरिकहरूका लागि राज्यको तहबाट दिइने सामाजिक सुरक्षा भत्ता एकदमै न्यून रहेको र अन्य सामाजिक सुरक्षाका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको अवस्थामा स्रोत र साधनमा कमजोर ज्येष्ठ नागरिकहरूको अवस्था त दयनीय छ नै। केही स्रोत र साधन भएका ज्येष्ठ नागरिकहरू समेत एकात्मक परिवार र ज्येष्ठ नागरिकका लागि आवश्यक सुविधाहरूको अभावमा एक्लोपनाको अनुभव गर्दै दिन काट्न बाध्य भएका छन्। 2078 सालको जनसङ्ख्या अनुसार देशका 77 मध्ये 33 जिल्लामा जनसङ्ख्याको वृद्धि दर नकारात्मक भइसकेको छ भने यो क्रम अन्य जिल्लामा समेत तीव्रताका साथ बढ्दैछ। युवाहरूको विदेश जाने बढ्दो क्रमले गर्दा जिल्लाहरूमा केवल बुढाबुढी मात्र रहन पुगेका छन्। विभिन्न अध्ययनहरूका अनुसार अबको केही वर्षमा बुढ्यौली जनसङ्ख्याको चरणमा प्रवेश गर्ने हाम्रो जस्तो देशमा समेत यस्तो समस्या निकट भविष्यमा आइपर्ने देखिन्छ। देशको करिब 1/3 जनसङ्ख्या विशेष गरेर युवाहरू विदेशमा रहेको हाम्रो जस्तो देशमा यो समस्या अझ विकराल बन्ने भएकोले यसका लागि आजैबाट ठोस कदम चाल्नु आवश्यक रहेको छ। वैदेशिक रोजगारीका कारण देश रित्तिँदै गइरहेको अवस्थामा युवाहरू लामो समय देश बाहिर रहँदा सन्तान प्राप्तिमा समस्या भइरहेको र यसले भयावह अवस्था सृजना गरिरहेको 78 वर्षको उमेरमा समेत दैनिक 5-6 घण्टा बिरामीको सेवामा खटिरहनुभएका डाक्टर भोला रिजालको भनाइ छ। हामी कहाँ पुग्दैछौँ, हाम्रो देश के हुँदैछ, यो कसको देश हुँदैछ होइन। यो वयोवृद्धहरू होइन र केही पेडियाट्रिकहरू बच्चाहरूको हुन्छ। युवाहरू त गाउँ गाउँमा जानुस् एउटै पनि छैन। यो ठाउँलाई हामीले बनाउनको लागि अहिले आमूल परिवर्तन नभइकन चाहिँ केही गर्न सक्दैनौँ र त्यो परिवर्तनको लागि चाहिँ
विदेशबाट ज्ञान सिकेर विदेशमा जति जानुभएको छ त्यो सिप सिकेर नेपाल आउनुहोस्, हामी सबै मिलेर काम गरौँ। ज्येष्ठ नागरिकलाई उहाँहरूको क्षमता र ज्ञानको अनुभव बाँड्ने मञ्च दिइनुपर्छ अनि ज्येष्ठ नागरिकले समाज र परिवारमा आत्मसम्मानपूर्वक हाँसी खुसी स्नेह बाँड्दै रमाउन पाउनुपर्छ। ज्येष्ठ नागरिकको हेरचाह अत्यन्त महत्त्वपूर्ण भएको र परिवारका सदस्यहरूबाट यो सम्भव समेत हुन नसक्ने भएकोले यसका लागि विशेष व्यवस्था गर्न राज्य, नागरिक समाज तथा निजी क्षेत्रले विशेष पहल गर्नुपर्ने देखिन्छ। छोराछोरी युरोप अमेरिका पुगे घरमा बाबुआमा एक्लै, न त बुढेसकालमा युरोप अमेरिका जान मन छ न त घरमा बुढाबुढी मात्रै बस्न। के गर्ने? के हामी यस्ता ज्येष्ठ नागरिकको समस्या समाधान गर्नेतर्फ कुनै पहल गर्न सक्दैनौँ? हो, यी र यस्तै ज्येष्ठ नागरिकका समस्या र उहाँहरूको विचारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उठाउन हामीले एउटा सानो कोसिस गरेका छौँ। ज्येष्ठ नागरिकहरू बोझ होइनन्, उहाँहरू चाहिँ एउटा ज्ञानको भण्डार हो भन्ने कुरालाई स्थापित गर्नको लागि चाहिँ पुस्तान्तरण नेपालले काम गरिरहेछ। हामीले चाहिँ अहिले माइग्रेसनको ट्रेन्ड हेर्दाखेरि नेपालको लागि ज्येष्ठ नागरिकको मुद्दा चाहिँ एकदम पेचिलो बन्ने देखिन्छ। त्यही भएर हामीले उहाँहरूको लाइफलाई अलिकति सहज बनाउनलाई कसरी गर्न सकिन्छ भनेर काम गरिरहेछौँ। त्यसको लागि चाहिँ हामीले उहाँहरूलाई स्वास्थ्य सेवा, मनोरञ्जनका सेवाहरू, यातायातको सेवाहरू उपलब्ध गराउने काम चाहिँ सुरु गरेका छौँ र भविष्यमा चाहिँ हामीले ज्येष्ठ नागरिकहरू एकै ठाउँमा आएर आफ्नो सिप र ज्ञानलाई आदान प्रदान गर्न सहज होस्, उहाँहरूलाई सीमित साधन स्रोतले चाहिँ धेरै सेवा प्रदान गर्न सकियोस् भनेर ज्येष्ठ नागरिक भिलेजको पनि एउटा अवधारणा ल्याएका छौँ। र अहिले ज्येष्ठ नागरिकको इस्यु हेर्दाखेरि चाहिँ यो एकजनाले अथवा एउटा अर्गनाइजेसनले गरेर सम्भव नहुने देखेर हामीले चाहिँ गभर्मेन्टसँग र अरू सङ्घ संस्थाहरूसँग पनि हातेमालो गर्दै कसरी ज्येष्ठ नागरिकहरूलाई चाहिँ सहज गराउन सकिन्छ भन्ने कुरामा चाहिँ हामी लागिरहेछौँ। यसको लागि आउनुहोस् सबैजना मिलेर हातेमालो गरौँ। देशका युवाहरू विदेश गएर उतै पलायन हुँदा ज्येष्ठ नागरिकहरूलाई च्याटमा कुरा गर्ने अनि ज्येष्ठ नागरिकहरू सामान्य हेरचाहको अभावमा तडपिरहनुपर्ने अवस्थाको अन्त्यका लागि पुस्तान्तरण नेपाल प्रतिबद्ध छ। यसका लागि तपाईँ हामी सबैको सहयोग र सहकार्यको जरुरी छ। आउनुहोस् सबै मिली यो भनाइलाई यथार्थमा परिणत गरौँ। ज्येष्ठ नागरिक हाम्रो आन, राम्रो सम्मान बढ्छ शान।